कम्युनिस्ट केन्द्र बनाउने कुराका लागि सुधारको मार्ग या अग्रसरता त्यसरी बुझ्नुभयो? त्यसरी बुझिनँ मैले र त्यसरी बुझ्दिनँ पनि। अब मैले फेरि त्यसरी बुझेँ, मैले फेरि त्यसरी बुझेँ भने म जति नबुझ्ने मान्छे कोही नै हुँदैन। त्यसो भएर मैले त्यसरी बुझेको छैन, त्यसरी बुझ्दिनँ पनि कुरा भन्नुभयो। त्यसै भएर मैले भनेको एमाले भित्रका इमान्दार कम्युनिस्टहरू र देशभक्तहरूसँग पनि हाम्रो एकताको प्रयास छ भन्नुको कारण त्यही हो। योभन्दा बढी मलाई अहिले केपीजीका विरुद्ध पनि मैले धेरै केही भन्नु छैन। अहिले आफ्नो राजनीतिक जीवनमा कम्तीमा पनि केपी ओलीसँग अब एउटै दल बनाएर हिँड्ने चाहिँ तपाईँ कल्पना मैले त्यो सम्भावना अब देख्दिनँ। कुरा भन्नुभयो त्यो त पटक पटक भएका उहाँका गतिविधि र व्यवहारले त्यो कुरालाई असम्भव बनाइदियो। एक दुई, अहिले जेन्जी आन्दोलन त्यसबाट भएको धनजनको क्षति विभत्स नै भयो नि, त्यो प्रति एक रत्ती रियलाइजेसनको एउटा पनि वाक्य उहाँको मुखबाट निक्लिँदैन। म प्रधानमन्त्री भएको हुनाले मैले नैतिक जिम्मेवारी त लिनुपर्छ पनि भन्नुहुन्न उहाँले भने। तपाईँ कहाँ नैतिक जिम्मेवारीको कुरा गर्दै हुनुहुन्छ पूर्व प्रधानमन्त्रीज्यू? उहाँले सार्वजनिक रूपमा केही सम्पादकहरूसँगको भेलामा के भन्नुभयो भने म त भागेकै होइन, म त एक ठाउँबाट अर्को ठाउँमा सर्दे जस्तो गरेको हो। यो केटाकेटीलाई चित्त बुझाउनलाई यहाँ नदेखे पछाडि रुन छोड्छन् शैलीमा उतापट्टि पो गइदिएको त। अब यो भन्दा बढी चाहिँ नभनौँ।